सो एभ्रिवन सबैजनालाई नमस्कार। म हाम्रो घर आएको छु। सबैजनाले हाम्रो घर हेर्न सक्नुहुन्छ है। अनि मेरो यात्राको विषय भन्दै गर्दाखेरि म अस्तिदेखि हिँडेको पोखरादेखि, पोखराबाट मुगलिनमा बसेको, मुगलिनबाट चितवनबाट बुटोलबाट चाहिँ रामपुरबाट चाहिँ म अहिले ठ्याक्कै मेरो घरमा छु है। आज चाहिँ घरको भ्लग टाइपको है त के गर्छु म। हाम्रो घरमा हेर्नु सक्नुहुन्छ यो चाहिँ मकै हो। हामी चाहिँ मकै राख्नेवाला छौँ अहिले। हाम्रो गाउँतिर मकै यो चाहिँ हामी मुख धुनु पर्ने हुन्छ। यहाँबाट चाहिँ ट्याक्क झर्ने हो। सर झरिसकेपछि यो चाहिँ हाम्रो सानो पुन्टुरे किचन जस्तो रोटी बनाउँदै हुन्छ है। यहाँ तपाईँ बस्नु मात्रै फुपू, दाइले गर्नुहुन्छ कि सिकाउनु, म यो लिएर आइदिन्छु। फुपूले त अलिक गोलो पनि बनाउनु नजान्नु रहेछ। सर र म आज चाहिँ घर छोडेर जानेवाला छु, तर मेरो लुगा सुके होइन, त्यसकै वेटिङमा छु है त म। अनि हाम्रो घरको भैँसी हेर्न सक्नुहुन्छ तपाईँहरूले। अनि हाम्रो चाहिँ यहाँ ग्यास चाहिँ सक्यो भने यहाँभित्र नै हामी पकाउँछौँ। सर हेर्न सक्नुहुन्छ यता पनि तपाईँहरूले। यो चाहिँ मैले बनाएको हो, म जस्तै कलरको छ, सेतो भिडियो बनाएको युट्युबमा हाल्ने हो। यहाँ चाहिँ पहिला मैले डान्स गरेको हुन्थेँ है। सर हेर्नु अहिले चाहिँ यहाँ बाबु मम्मी सुत्नुहुन्छ। सो है त हामी रोटी पोल्छौँ है त। अब हामी पोल्छौँ, तपाईँहरूले हेर्नु। हामी पोल्दै दिँदै गर्छौँ, तपाईँहरूले खाँदै गर्नु। हिन्दी पर्यो। हाम्रो बुबु घर चाहिँ इन्डिया हो, अहिले चाहिँ माइत आउनु भएको। इन्डियामा चाहिँ धेरै रोटी खानुहुन्छ नि त। रोटी चाहिँ मेरो नि फेभरेट हो। अब मैले गर्मी भइसक्यो, अब मैले नुहाउनु पर्ने हुन्छ। नुहाउनुभन्दा अगाडि चाहिँ मैले कामहरू गर्नु छ। के काम गर्नु छ भन्दाखेरि म आज कोदो रोप्न जानेवाला छु मम्मीसँग। हजुर चट्ट पारामा अब घाम लागिसकेको छ। भ्याउनी भयो आज माइज आउनु भयो मोही लिएर तगडा। अघि मैले तपाईँलाई भिडियोहरूमा देखाइसकेको छु। अहिले फेरि हामीले यो सबै कुराहरू उठाएर सफा गर्न थालिसकेका छौँ है त। अब त्यसमा अलिकति टमाटर हालेर ग्रेभी बनाउनु मिल्ला नि। अब हामीले यो सबै यहाँ भएको कुराहरू उठाएर उसमा राखेका छौँ है त। यो हाम्रो गोठमाथि यो हामी लुगाको मात्रै वेटिङमा छौँ, कहिले सुत्छ भनेर है त। मम्मीले धोइदिनु भएको बिहानै उठेर। मम्मी भ्याइ है। फाइनल्ली गाइस म घरदेखि हिँडेको करिब पनि 4 दिन भयो। अन द स्पोट मेरो खाना चाहिँ यस्तो भएको रहेछ है। मैले नखाइकन रात म हिँडेको थिएँ। अहिले यहाँ मैले खनाइसकेँ। यहाँ चाहिँ यस्तो भयो कि यो भन्नाले के हो कि 10 मिनट लाउने टिका जस्तो भयो। भात त हेरिसक्नुभयो सम्पूर्णले। अब चाहिँ हेर्न सक्नुहुन्छ तरकारी चाहिँ कस्तो भएको छ है। वाउ नाइस। तरकारी हेर्न सक्नुहुन्छ तपाईँहरूले। तरकारीको हालत भनेको दही मिसाए जस्तो भएको छ, तर यो चाहिँ ढुसी निस्केको है त। यस्तो छ। अब यो सबै मैले क्लिनिङ गर्नेवाला छु है। हेलो गाइस, हामी चाहिँ अब माछा हन्टिङ गर्न जानु लाग्यो फेवातालमा। यो चाहिँ न्यु रोड है गाइस, न्यु रोड। र गाइस सबरिया चोकतिर आइपुग्यो है हामी माछा हन्ट हान्ने हेर्नु। आज फेरि पुरै जाम भइरहेको छ क्या हो। ट्राफिक मामाजी सन्चै हुनुहुन्छ। फाइनली हामी छुट्टियो यहाँबाट। ल रोकिँदैन त किन हो। यहाँबाट हामी लेफ्ट साइड तर्फतिर है, लेफ्ट साइड तर्फतिर सिर्जना चोक अगाडि चाहिँ सिर्जना चोक गाई चियो ग्याङ माछा हन्ट छान्ने। वे खतरा बुलेट पवार छ त यार, 1 पिस। फाइनली सिर्जना चोकमा ट्राफिक खुलेको अवस्था। सिर्जना चोक छोडेर हामी लाग्यो है गाई यो देवतालको किनारमा जाने हो। माछा हान्ने हो, बल्छी थाप्ने हो, माछा खाने हो। लेफ्ट साइडको झिलिमिली आकाश तारा। लुगा पनि सजिलै खालको भडाल बनाउँदैछु त्यस्तो। मैले भने
कस्तो कस्तो भएर होला यार जाममा यार ओ हेलमेट खोइ दिदी हेलमेट मिठो भलाको बनाउनुपर्छ आज बिस्तारै हाँक्न हो घरमा यो ओ त्यस्तै लगाइदियो यार भलाको बनाइदिएको अलि स्पिड भयो यो हामी झरेबाट आइपुग्यो भाइ झरेबाट फाइनली किन माछा मार्छ केटा हो फाइनली 2 किलो जति निकालिदिन्छ माछा हेर्नेलाई एक साइडतिर छिरिसक्यो खग्याङहरू फाइनली कुहिरे देखिसक्यो माया झ्याकेने कुहिरेहरू पनि देखिसक्यो है गाइजहरू हामी यता पामे साइडतिर हो चल्डेको पामे साइडतिर पानीले घाट गर्ला जस्तो छ यार भाइ यार तिम्रो मलाई त यार माछा मार्न आएको नयाँखेरि पानी पो पर लाग्छ लाग्यो यार यत्तिकै हो कि यत्तिकै क्याटवकको अगाडि आइसक्यो यार हामी त यार क्याटवक माछा मार्नेलाई के भन्छ अरे फाइनली आइपुग्यो यो केटा हौ फाइनली माछा खेल्नुसम्म आइपुग्यो तालमा आइपुग्यो यो हेरो गाइस भान्जाकोमा गएको है बस्नु हजुर ल तिमी पनि भलकमा यार ओए बल्छीले नआएको हामी त खै छवि ल्याउ खोल्न गएको को गयो ल है त मलाई देखाएको यो के भन्न चाहनुहुन्छ त्यो मान्छेलाई त्यस्तै नि खेलेको र सो एभ्रिवान हामी चाहिँ अहिले ठ्याक्कै भन्नुपर्दा कहाँ छौँ है गैरे चौबरी फिसिङ विशेषताधरि पनि भनिदिनु न सक्नु फिसिङ खेल्न आएको गाइज है अब कस्तो पर्छ लेसी है माछा कत्रो पर्छ भन्ने कुरा हो त्यो पनि आज भिडियोमा देख्नुहोला छ सो दाइ हाम्रो बाइक चलाउन रेडी भइसक्नु भएको छ यो सपोर्ट गरिदिनुहोस् है मेरो ससमा लाएको थिएन र अघि आउँदा आयो ए हामी यहाँ बस्ने यो ट्याक्क लगाएर बल्छी थाप्ने हो झ्याप्प लगाएर अन्त है अब चाहिँ माछा चाहिँ हन्टिङ हान्ने हुन्छ त माछा हन्छ है टिकामा कि देख्न सक्नुहुन्छ है गाइज हन्टिङ माछा कस्तो दिदो रे बाबा कस्तो दिदो लेलो पुत्र लेलो खाजा खान लाग्यो है खाजा खान लाग्यो गाइज 14 को बिलमा खमाइरहेको परिसक्यो हो पानी हेलो दर्जालो ए नेपाली रहेछ सक्यो अब जाने हो कि हेलो Yo, man. Come on. No.